म तपाईहरुलाई अहिले र हाम्रो पालाको लभ स्टोरी सुनाउँछु है त। अहिले त अब मोडर्न समय भइगयो हैन। जस्तै उताबाट केटीहरु आइरहेको हुन्छ, यताबाट केटाहरु गइरहेको हुन्छ हैन। यताबाट केटाहरुले गर्छ हैन। यसो केटीहरुले हेर्छ, ठिकठाकै देखिहाल्छ। फर्स्ट नजरमा त जो पनि राम्रो देखिहाल्छ नि त हैन। एकैछिनमा गफगाफ भइहाल्छ, एकैछिनमा नम्बर साटिहाल्छ नि। भरे बेलुका फेसबुकमा भेट भइहाल्छ। 3-4 दिनसम्म रातभरि बिहान छ्याङ्गै हुने गरी बोल्छन् है। अनि 4-5 दिन 12 बजीसम्म बोल्छ। अनि 6-7 दिन चाहिँ लापा खेल्दै बस्छ हो। 1 महिनामा त फ्यात्तै ब्रेकअप भइहाल्छ क्या। हाम्रो पालामा कुनै पनि एउटा केटीलाई मन पराएर त्यो केटीलाई मनमा सजाएर यही केटीसँग म जिन्दगी बिताउँछु भनेर सोचेर बेला बेला मन्दिर जाँदा नि त्यही केटीलाई मागेर हो त्यो केटीसँग हेराहेर गरेरै मात्रै पनि 2 वर्ष त आरामले कटाउँथ्यौं क्या हामीले त। त्यो पालामा वान साइडेड लभ ज्यादा हुन्थ्यो। मेरो त अनुहार गतिलो थिएन नि त है। केटीहरुलाई मात्रै मन पराउने हो, केटीहरुले त मन पराउँदैन थियो हैन। त्यो बेलामा चाहिँ आफूले मन पराएको केटीहरुसँग बोल्न डर लाग्ने क्या, एकदम डर लाग्ने हैन। ला के भन्ला, रिसाइहाल्ला कि भन्ने हैन। अब त्यो मन पराएको केटीहरु स्कुलमा यसो पानी खानु जाँदा, टिफिनमा कतै जाँदा झस्से भेट्यो भने झसङ्गै हुने क्या, मनै चिसो डर लाग्ने क्या। अनि त्यो यति मन त्यो झसङ्ग चिसो हुन्थ्यो कि त्यो जाडो महिनामा डिप फ्रिज भित्र राखेको स्प्राइट जतिकै चिसो हुन्थ्यो क्या। कस्तो भनौँ न, त्यो बडीले रियाक्ट गर्ने कुरा हो हैन। त्यस्तो हुन्थ्यो। अनि त्यो हाम्रो पालामा सबभन्दा रिस उठ्ने पार्टी भनेको चाहिँ माओवादी हो क्या, विप्लव भन्थ्यो है। हाम्रो पालामा त मोबाइलहरु हैन अब केही थिएन नि त हैन। भेट हुने भनेको स्कुलमै मात्रै हो हैन। अनि घरको सबै काम सकेर हतार हतार अनुहार नपरे भने यसो साबुनले अनुहार धोएर हैन किताब बोकेर स्कुल जाँदै गर्थ्यौं हैन। यता बाटोबाट अगाडि केटाकेटीहरु आज त नेपाल बन्द रे, स्कुल लाग्दैन, छुट्टी छुट्टी भन्दै आउँदै गरे हुन्थ्यो। अनि मनमनै भन्थे त फुच्चाहरूलाई के थाहा, पछि ठुलो भएर लभ परेपछि थाहा पाउँछस् भनेर म चाहिँ एक झल्कै मात्रै हेर्नै भयो नि। त्यो पनि आयो कि भनेर जान्थे क्या। जाँदै गर्दा अगाडि सरहरु आइरहेको हुन्थ्यो क्या। अनि ओइ आज नेपाल बन्द रे, स्कुल लाग्दैन, हट्जा भन्थ्यो क्या। अनि मलाई त एक झल्को त हेर्नु मन छ नि त, दिमाग लगाइहाल्थ्यो क्या। होइन हौ सर, आमाले दोकानबाट सामान ल्याउनु भनेको छ, त्यही भएर गएको भन्थ्यो। अनि ए जा भन्थ्यो, जाइन्थ्यो, स्कुलसम्म पुगिन्थ्यो। कहिलेकाहीँ त आएको हुन्थ्यो, कहिलेकाहीँ त आएकै हुँदैन थियो क्या। अनि त्यतिखेर नर्मली होइन हप्तामा 2-3 दिन त विप्लवले स्कुल बन्द गरेकै हुन्थ्यो क्या। अनि 2-3 दिनमा त्यो केटी यसो आएको छ र यसो देखियो भने रिल्याक्स है, मुड फ्रेस क्या, ब्याट्री फुल हुन्थ्यो क्या, रिचार्ज भयो जस्तो हुन्थ्यो क्या। अनि अहिले पो अब के भरे सैलुनहरु